आजको यस विश्लेषणमा तरकारी उत्पादनमा उथलपुथल ल्याउने एउटा गजबको कृषि प्रविधिबारे चर्चा गर्दैछौं। लहरे बालीका फूलहरू फल नलागेकनै त्यसै किन झर्छन्? पक्कै पनि यो धेरैको टाउको दुखाएको विषय हो। खासमा यस्ता बालीमा भाली र पोथी फूल फरक फरक हुन्छन् अनि फल दिने काम पोथी फूलको मात्र हो। मुख्य समस्या के भने यी बिरुवामा प्राकृतिक रूपमै भाले फूल धेरै लाग्छन् अनि उब्जनी ह्वात्तै घट्छ। यही समस्याको अचूक जैविक समाधान हो 3G कटिङ। यसले बिरुवाको प्राकृतिक ऊर्जालाई पूरै नयाँ दिशा दिन्छ। सुन्दा अचम्म लाग्ला, पहिलो र दोस्रो पुस्ताका हाँगामा भाले फूल हुन्छन्, तर तेस्रोमा भने पोथी मात्र। अब यो गर्ने तरिका हेरौं है। बिरुवाको फेददेखि 5औं पातसम्म कुनै पनि हाँगाहरू आउनै दिनु हुँदैन। जब मुख्य लहरो 5 देखि 8 फिट अग्लो हुन्छ नि, तब त्यसको टुप्पोलाई च्वाट्टै चुडेर फाल्नुपर्छ। यसले दोस्रो पुस्ताका हाँगाहरू फैलिन्छन्। ती 2 फिट पुगेपछि तिनको पनि टुप्पो काट्नै पर्छ है। यसो गर्दा बिरुवामा तेस्रो पुस्ताका हाँगाहरू विस्फोटक रूपमा पलाउँछन्, जुन फल दिने पोथी फूलहरूले टन्न भरिएका हुन्छन्। हावाका कुरा मात्र होइनन्, नेपालको पाँचथरमा काँक्रामा गरिएको एक अध्ययनले यो प्रविधिलाई वैज्ञानिक रूपमै प्रमाणित गरिसकेको छ। सो अध्ययन अनुसार सामान्य तरिकाको तुलनामा यसले कुल उत्पादन 79.3 बाट 95.2 टन पुर्यायो। भाले र पोथी फूलको अनुपात पनि अचम्म लाग्दो गरी 4.38 बाट स्वाट्टै घटेर 1.89 मा झर्यो। फलको तौल पनि बढ्यो र प्रति बोट उत्पादन 7.9 बाट 9.5 किलोग्राम पुग्यो। यसबाट फल्ने फलहरू एकटै नासका हुन्छन्, गुणस्तर बबाल हुन्छ र फल झर्ने समस्या त झण्डै हराएरै जान्छ। तर होशियार, ढुसी र ब्याक्टेरियाको संक्रमणबाट बचाउन काट्ने औजारहरू प्रयोग गर्नु अघि सधैँ सफा र निर्मलीकरण गर्नै पर्छ। एउटा गम्भीर चेतावनी, हाँगाहरू कहिले छड्के नकाटौ, यसले घाउ ठूलो बनाउँछ र संक्रमणको जोखिम ह्वात्तै बढाउँछ। धेरै फल दिने भएपछि यस्ता बिरुवालाई मल, पानी र प्रशस्त घाम पनि त्यही मात्रामा बढी नै चाहिन्छ। सुरुमा फूल फुल्न केही ढिलो हुने हुँदा उत्पादन एकै पटक पाक्छ, त्यसैले बजार व्यवस्थापनको तयारी पहिल्यै गर्नुपर्छ है। अन्त्यमा एउटा प्रश्न, के यस्तै सामान्य जैविक हेरफेर नै हाम्रो कृषिको भविष्यलाई दोब्बर बनाउने साँचो हुन सक्ला त?